अस्त्र उचालेर जिता भेट महासेनानी सलामे अरबाज विनम्र अनुरोध गर्दछु बाधा पारमा प्रथम हुने सैन्य सुन्दर थापा इष्ट हुने सैन्य प्रीतम राजपुती किलोमिटर र 8 किलोमिटर दौडमा प्रथम हुने सैन्य गोविन्द राणा दस माइल दौडमा प्रथम हुने सैन्य राजु पछाइ विमल कुमार मगर सैन्य आधार तालिममा सर्वप्रथम हुने सैन्य कुशल शाही उहाँहरूलाई उहाँको सामान्य परिचय अवगत गराउन चाहन्छु। धौलागिरी अञ्चल बागलुङ जिल्ला बोहरा गाउँ वडा नम्बर 5 निवासी बुवा परबहादुर शाही तथा आमा जमुना शाहीको कोखबाट 2052 साल 6 महिना 29 गते जन्मनु भएको थियो। उहाँले श्री प्रभा उच्च माध्यमिक विद्यालय बागलुङबाट 2067 सालमा पास गर्नुभएको छ। साथै मिति 2072 साल 6 महिना 22 गते नेपाली सेनाको श्री नम्बर 22 बाहिनी अड्डा बुटवल भर्ना केन्द्रमा भर्ना भई सफलतापूर्वक आज सैन्य तालिम पूरा गर्दै हुनुहुन्छ। पुरस्कार वितरणको कार्यक्रम यही आएर समाप्त भएको जानकारी गराउँदछु। अब श्रीमान प्रमुख अतिथिज्यूलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।
अभिभावकहरू तथा नवआयुक्त तालिमे सिपाही जवानहरू, रूपन्देही जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू, रूपन्देही जिल्लाका माननीय श्रीमान जिल्ला न्यायाधीशज्यू, आफन्तजन एवं अभिभावकहरू तथा नवआयुक्त तालिमे सिपाही जवानहरू, रूपन्देही जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू, रूपन्देही जिल्लाका माननीय श्रीमान जिल्ला न्यायाधीशज्यू, उपस्थित अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षकज्यू, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका वरिष्ठ प्रहरी उपरीक्षकज्यू, रूपन्देही र नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीज्यूहरू, लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ चिकित्सकज्यू, भैरवा भन्सर कार्यालयका प्रमुख भन्सार अधिकारीज्यू, जिल्ला स्थित अन्य सुरक्षा निकाय तथा कार्यालयहरूका प्रमुख ज्यूहरू, सञ्चारकर्मी मित्रहरू, अतिथि महानुभावहरू र नेपाली सेनाका अधिकृत प्रदिक तथा सकल दर्जाहरू, गुड मर्निङ, शुभ प्रभात। सर्वप्रथम यस श्री नम्बर 22 बाहिनी अड्डामा सञ्चालित सिसम 10 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको सलामी ग्रहण तथा तपाईहरूबाट प्रदर्शित शानदार एवं जोसिलो कवाजको निरीक्षण गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु। तपाईहरूले गर्नुभएको करिब 9 महिनाको कठोर परिश्रम, लगनशीलता तथा मेहनत, तपाईहरूले देखाउनु भएको फुर्तिलो कवाज र तपाईहरूको मुहारमा देखिएको प्रसन्नताबाट स्पष्ट भएको छ। गरिमामय इतिहास बोकेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ छवि भएको नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनुभएको यस सुखद घडीमा तपाईहरूलाई नेपाली सेना तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा सैनिक परिवारभित्र स्वागत गर्दै आउँदा दिनहरूमा सफल सैनिक जीवनको शुभकामना समेत व्यक्त गर्दछु। आदरणीय बुबा आमा तथा परिवारजनहरू, आफ्नो सन्तति तथा प्रियजनलाई नेपाली सेना जस्तो पवित्र संस्थामा प्रवेश गराई देश र जनताको सेवा गर्ने हौसला दिई मातृभूमिको सेवा गर्न सम्पन्न भएकोमा नेपाली सेनाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नवआयुक्त तालिमे सिपाहीहरू, यस तालिम पश्चात तपाईहरू एक कर्मठ, राष्ट्र, जनता र संस्थाप्रति समर्पित, वफादार, इमानदार, अनुशासित नेपाली सेनाको मूल्य, मान्यता र परम्परालाई पालना गर्ने तथा जस्तो सुकै विषम परिस्थितिमा समेत विचलित नहुने नेपाली सेनाको सदस्य सिपाही दर्जामा नियुक्त हुनुभएको छ। देशले मागेको खण्डमा ज्यानको समेत बाजी लगाई देश र जनताको निस्वार्थ सेवा गर्ने अठोटका साथ स्वेच्छाले सैनिक सेवामा प्रवेश गर्नुभएका तपाईहरूले सदैव नेपाली सेनाप्रति वफादार रही आफ्नो कर्तव्य पथमा अटल भई कार्य गर्नुहुनेछ। माटोले मान्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आउँदा दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मर्यादामा रही कार्य गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित कर्तव्यनिष्ठ सिपाही हो भन्ने तथ्यलाई हमेसा मनन गर्न तपाईहरूलाई निर्देशन दिन चाहन्छु। सिपाही बलिया भए मात्र सेना बलियो हुन्छ र सेना बलियो भए मात्र देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै सेनाको व्यवसायिक क्षमता, दक्षता र समग्र स्तरको जग्नै तालिम भएको तथ्यलाई समेत मध्यनजर गर्दै पेसामा दक्ष र अनुशासित सिपाही उत्पादन गर्ने लक्ष्य अनुरूप तपाईहरूलाई यस सैनिक तालिम प्रदान गरिएको समेत यहाँ स्मरण गराउन चाहन्छु। सैनिक जीवनको दौरान तपाईहरूले प्रदर्शन गर्नुहुने कार्यकुशलताको उचित मूल्याङ्कन हुनेछ, जसले तपाईहरूको भविष्यलाई सफल र उज्जवल बनाउन समेत मद्दत पुर्याउनेछ।
सिपाही भने तिखारी राख्ने हुन् भन्ने ऐतिहासिक आदर्श वाक्यलाई सेनाले सदैव आत्मसात गर्दै आएको छ। यस अर्थ तालिम तपाईहरूको सैनिक जीवनको सुरुवात मात्र हो। आगामी दिनहरूमा तपाईहरूलाई विभिन्न तालिमहरूले अझै माजिँदै र तिखार्दै लैजानेछ। भोलिको सेनाको सुनौलो भविष्यको लागि तपाईहरूले उच्च मनोबल र जोश जागर सहित अन्य वृत्ति विकास तथा पेसाप्रति प्रतिबद्ध बनाउनेछ। तालिम सिपाहीको उत्तम कल्याणकारी योजना हो। नेपाली सेनाले कायम गरेको उच्च कार्यकौशलता र व्यावसायिक छवि यसका ज्वलन्त उदाहरण हुन्, जसलाई तपाईहरूले आगामी दिनहरूमा निरन्तरता दिनुपर्नेछ। तपाईहरूका आगामी दिनहरू चुनौतीपूर्ण र अवसरयुक्त हुनेछन्, तसर्थ भविष्यमा आइपर्ने कुनै पनि चुनौतीहरूको सामना गर्न